लागि फर्कियो सुरु गरौँ अब है आयोजना सँगसँगै तानसेन नगरपालिका वडा नम्बर 7 को आयोजनामा आज हामी यो प्रवासको कमल पोखरी प्राङ्गणमा अत्यन्तै मौलिक कार्यक्रममा जोडिरहेका छौं र यो कार्यक्रममा भव्य अनि सभ्य रूपमा सफल पार्नका लागि उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुमा म कार्यक्रम सञ्चालक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्य समिति पाल्पाको अध्यक्ष कमल भट्टराईको तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु। म कार्यक्रमलाई कति पनि ढिला नगरिकन अगाडि बढाउन चाहन्छु। आजको यस कार्यक्रमको अध्यक्षता को आसन ग्रहण गरिदिनुका लागि यसै तानसेन नगरपालिकाका वडा नम्बर 7 का वडा अध्यक्ष जुझारी व्यक्तित्व प्रदीप खनालज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसैगरी प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुका लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिका अध्यक्ष सर्देय व्यक्तित्व सम्पूर्णका अग्रज व्यक्तित्व आफैमा डाइनामिक लिडर रिता थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। हामीले यो सौभाग्य पाएका छौं आज राष्ट्रिय हाम्रो अध्यक्षज्यूलाई यहाँ प्रमुख अतिथिको रूपमा बनाउन पाउँदाखेरि अत्यन्तै हाम्रो कार्य समिति र वडा नम्बर 7 हर्षित छौं र खुसी पनि छौं। यसैगरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष आदरणीय व्यक्तित्व अत्यन्तै बहुचर्चित कलाकार पशुपति शर्माज्यूलाई हार्दिक अनुरोध गर्दछु। हामीले छोटो समयको निमन्त्रणलाई स्वीकारेर यो कार्यक्रम सफल पार्नुपर्छ भनेर साच्चीकै आत्मादेखि हृदयदेखि यहाँ उपस्थित भइदिनु भएको छ। अत्यन्तै हाम्रो सम्पूर्ण टिमबाट स्वागत गर्न चाहन्छौँ। यसैगरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि तानसेन नगरपालिकाका प्रवक्ता वडा नम्बर 11 का अध्यक्ष यादव कार्कीज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँ हाम्रो सल्लाहकार पनि हुँदै पाएका छौँ। यही प्रवास क्षेत्रमा जन्मेर राष्ट्रिय स्तरमा साच्चीकै आफूलाई यो गीत सङ्गीतलाई अगाडि बढाउनु हुने अत्यन्तै उहाँका थुप्रै गीतहरू छन् र उहाँले गाएका गीतहरू हामी अहिले यही सिनमा सुन्नेछौँ र यस्तो व्यक्तित्व हुनुहुन्छ जसले यो पाल्पा जिल्लालाई चिनाउनका लागि गीत सङ्गीतमा अग्रणी भूमिका खेल्नुभएका आदरणीय व्यक्तित्व आजका सम्मानित व्यक्तित्व कलाकार अग्रज कलाकार गणेश भण्डारी सरलाई आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। हुने अतिथिगणहरुमा मेरो तर्फबाट र संस्थाको तर्फबाट सांगीतिक अभिवादन टक्राउन चाहन्छु। आज यहाँहरुको उपस्थितिले यो संगीत दिवस
सङ्गीतमय बनेको छ। यो प्रवासको यो कमल पोखरीमा यहाँहरू सबैप्रति संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पुनः हार्दिक हार्दिक सुस्वागतमका शब्दहरू व्यक्त गर्दै स्वागत मन्तव्य यहाँ अन्त्य गर्छु। धन्यवाद, नमस्कार। पानी खाना लाउरे दाइ झरेको चाचर पानी कुवा लाउरे दाइ सुकेर आछ पानी खाना लाउरे दाइ झरेको चाचर पानी कुवा लाउरे दाइ सुकेर आछ फुलका हामी एउटै मानने पनि सार्वभौमै फैलिएका बेसी महाकाली सायौँ थुङ्गा फुलका हामी एउटै मानने पनि सार्वभौमै फैलिएका बेसी महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचला यो अग्रज कलाकार हाम्रो यही प्रवासलाई प्रचार प्रसार गर्नुपर्छ भनेर प्रवासको तालमा सँगै डुङ्गा सलल गीत, त्यस्तै गरी रामदी फुल तर्ने बहुचर्चित गीत रचनाकार सङ्गीतकार अनि त्यही व्यक्तित्व गणेश भण्डारीज्यूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ र आदरणीय अध्यक्षज्यू आजका प्रमुख अतिथिज्यूलाई दोसल्ला उडाएर र हाम्रा विशिष्ट अतिथिज्यू आदरणीय कलाकार पशुपति शर्मालाई मायाको चिनो हस्तान्तरण गरेर उहाँलाई सम्मान गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। सुशील सर टिका भए व्यवस्थापन गरिदिनु होला। हाम्रो कलाकार यो क्षेत्रमा जन्मेर ओजेल परेको भन्दा पनि बाहिर त्यति अहिले पछिल्लो क्रममा सक्रिय नहुनु भएको जस्तो लागिरहेको छ। आदरणीय कलाकार गणेश भण्डारीमा अझै सक्रिय भएर हामीलाई सल्लाह सुझाव र गीत सङ्गीतमा अझै बजाइराख्नका लागि प्रयत्न गर्नुहुनेछ भन्ने हामी आशा लिन चाहन्छौँ। साँच्चीकै आदरणीय अग्रज कलाकार गणेश भण्डारीज्यूलाई आफ्नो सम्मान ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौँ। यो राष्ट्रिय नृत्य तथा दोहोरी प्रतिष्ठान जिल्ला कार्य समिति पाल्पा र तानसेन नगरपालिका वडा नम्बर 7 को यो विशेष सम्मानमा सम्पूर्णले जोरदार ताली बजाइदिनु होला। हामी कलाकारहरूलाई सम्मान गर्छौँ। अग्रज हुनुहुन्छ अथवा अनुज हुनुहुन्छ, सम्पूर्ण कलाकारहरूलाई हामी सम्मान गर्ने गर्छौँ र आज पनि यो सम्मानमा जोडिन पाएका छौँ र हामीलाई सँगसँगै अब सँगसँगै सम्पूर्णले अझै एकपटक जोरदार ताली बजाइदिनु होला। हामीले पाल्पा प्रवासमै जन्मेर भयो, यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मैले 2052 सालमा गाएको गीत यही प्रवासीको तालमा सानो डुङ्गा सँगसँगै डुङ्गा खेलाउन भन्ने गीतको केही टुक्का म गाउन चाहन्छु। र यो गीत मेरो मामा इन्द्रजीले पछि रिपिट गर्नुभएको छ र मेरो रामदी फुल तर्ने भन्ने गीत नारद रायमाझीले गाउनु भएको छ, जुन मैले 52 सालमा रेकर्ड गरेको थिएँ। म अमृता घेडी र मैले रेकर्ड गरेको गीत हो त्यो। र अहिले भने मैले तपाईँलाई सानो एउटा टुक्का प्रवासीको तालमा सानो सँगसँगै डुङ्गा खेलाउला भन्ने गीत तपाईँलाई सुनाउन गइरहेको छु। धेरै दिन भयो नगाको न आँखो सानो जुन तारा यो नि परै भेटाम्रो नभएको सानो बास्तारीमा भेटाउँला प्रवासैको तालमै सानो सँगै डुङ्गा खेलाउँला जुन भेटाम्रो नभएको सानो जुन तारा यो नि गराई भेटाम्रो नभएको सानो प्रवासै बाँसबारीमा भेटाउँला
गीत मैले यही क्षेत्रलाई समेटेर यही गीतबाट मैले गायन क्षेत्रमा प्रवेश गरेको थिएँ र मैले मेरो अत्यन्तै चर्चित गीत रामदीप पुल तर्ने पनि मैले सानो एउटा टुक्का गाउँछु। हुन त मेरो स्वरले अब साथ दिँदैन, म धेरै मेरो काटिसकेको छ। मन थिएन सरी म बिर्सेँ तारने बाँचे त हुमलाई भेट मरे के गर्ने बाँचे त हुमलाई भेट मरे के गर्ने बाँचे त संगीत दिवसको अवसरमा हाम्रो जिल्ला काठमाडौँ पाल्पा प्रतिष्ठानको र सँगै तानसिन नगरपालिका अनुसार यो कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम हेर्दा सानो देखिन सक्छ, यसले ठुलो महत्त्व बोकेको छ। हामी आफ्नो कला, हाम्रो संस्कृति, हाम्रो मौलिकताप्रति हामी कति सजग छौँ, हामीले कति माया गर्छौँ भन्ने एउटा उदाहरण पनि हो यो होइन। ठुलो कार्यक्रम गर्न सकेन, सानो पनि नगरौँ भन्यो यही पनि हुन्थेन। हामी जति सक्छौँ, जहाँबाट जति सक्छौँ, हामीले जति जे छ समयले परिस्थितिले जे बनाउँछ त्यसलाई चाहिँ हाम्रो कला, संस्कृति, लोक सङ्गीत बचाउनुको लागि हामीले काम गर्नुपर्छ भन्ने एउटा उदाहरण पनि हो। हाम्रो जिल्ला काठमाडौँ पाल्पाका अध्यक्ष लगायत हाम्रो वडा नम्बर 7 का अध्यक्षप्रति हार्दिक सम्मान गर्न चाहन्छु। सबै सबैलाई न्यानो अभिवादन छ। यो कार्यक्रम हामी हतारमा छौँ। हिजो हाम्रो बुटोल कार्यक्रम थियो, हाम्रो प्रतिष्ठानकै लुम्बिनी प्रदेशले कार्यक्रम गरेको थियो। आज राष्ट्रिय लोकतन्त्र विरोधी पक्ष नेपाल गण्डकी प्रदेशले एउटा लोकगीत कार्यक्रम गरेको छ। त्यसमा म जज छु, बेला जानु पर्ने छ, उता पुग्नु पर्ने छ। समयले परिस्थितिले यसरी भेट्नु पाइयो, बोलाइदिनु भयो, यहाँलाई धेरै धन्यवाद छ। हामीलाई कला, संस्कृति, हाम्रो लोकगीतलाई यहाँले यति माया गर्नुभएको छ, यति माया गर्नुभएको छ, जुन माया गर्नुभएको छ सधैँ गर्नुहुन्छ भनेर आशा र अपेक्षा पनि गरेको छु। हामी यहाँ बसौँ, यहाँ जहाँ जाउँ, लोक सङ्गीत भनेको सम्पूर्ण सङ्गीतको आधार हो भन्छु मैले। यो पिता माता भनेको बेस भनेको लोक सङ्गीत हो। चाहे हामी आधुनिक गीत सुनौँ, चाहे पप गीत सुनौँ, चाहे ऱ्याप गीत सुनौँ, सबै सङ्गीतको अभिभावक भनेको लोकगीत हो। लोकगीतलाई सधैँ माया गर्नुहोला। राम्रो प्रतिभाहरू आउनु भएको छ नयाँ प्रति। हामीले आज अग्रज गणेश भण्डारीलाई देख्नुभयो, मैले मिठो गीत सृजना गर्नुहुँदो रहेछ। दाइहरू गइसक्नुभयो, दाइले अझ राम्रो गीत, पुराना गीतहरू, हामीले नसुनेका गीतहरू, गाउँतिर कति मिठा भाकाहरू हुन्छन्, कति राम्रो शब्दहरू हुन्छन्, हामीले त भन्न नसकेका हुन सक्छौँ। यहाँ धेरै साथीहरूलाई चाहिँ धेरै अग्रजलाई ती गीतहरू टपक्क टिपेर गाउन मलाई मन छ। कसैले त्यो गीत सृजना गर्नुभएको छ भने मलाई दिएदेखि मैले त्यसको बारेमा पनि गाइदिन्थेँ होइन भन्दै मेरो गीत यहाँलाई धेरै माया गर्नुहुन्छ। मैले हिजो पनि एउटा गीत निकालेको छु, झोले त मै भने एउटा मैले गलत व्यङ्ग्य गर्छु, मैले लुट्न सकेको लुट पनि भनेको थिएँ। अरू गीतलाई पनि माया गर्नुभएको छ। कहिले कहिले सिधै गीत पनि गाउँछु मैले। फाटेको मन फाटिरह्यो, सिउन पाइँदैन, आफ्नो जीवन आफैले जिउन पाइँदैन। देउताले नि हेरेन मन्दिर गएर नि, कहिले सुख पाइन मैले सोझो भएर नि। मलाई पनि छ उनलाई पनि छ, आफ्नो आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ। ए आफ्नो आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ।
यो गीतलाई नि मायाहरू हिजो गीत निकालेर सुनाउँछु मैले। तिनैको पछि आउने नितै भ्रष्टलाई देउता मान्ने नितै र्यालीमा ढुङ्गा हान्ने नितै काङ्ग्रेस निसै एमाले सै माओवादी सै रासोपा सै झोले तमै झोले ततै झोले तमै झोले ततै झोले तमै झोले ततै झोले तमै झोले ततै आफ्नो पार्टी त गराउँदा नि सै जनतालाई भेडा बनाउँदा नि चाहिँ मल्लाको जे बोले नि सै नाङ्गो भई सबै खोले नि सै केपी नि सै देउबा नि सै प्रचण्ड सै रवि नि सै खराब ततै खराब तमै खराब ततै खराब तमै खराब ततै खराब तमै खराब ततै खराब तमै। यो पनि हिजोबाट बजाउन आएको छ, हेरेर साथ दिनु ल भन्दै यो कार्यक्रमको पूर्ण सफलताको कामना गर्न चाहन्छु। हामी हतारमा गइहाल्यो भने पनि यहाँ पछाडि कार्यक्रम अत्यन्त सफल बनोस्। धेरै धेरै शुभकामना, धन्यवाद। कार्यक्रम सञ्चालक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल पाल्पा जिल्लाको अध्यक्षज्यू कमल भट्टराईज्यू, कार्यक्रमका सभाध्यक्ष वडा नम्बर 7 होइन त यो वडा नम्बर 7 का वडा प्रमुख प्रदीप खनालज्यू, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष पशुपति शर्माज्यू, मञ्चासीन सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी साथीहरू, भद्र भलाद्मी र लोक सङ्गीतलाई कलाकारलाई माया गर्ने आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक हार्दिक नमस्कार छ। तालीले बज्दैन त ल यहाँहरू सबैजनालाई हार्दिक हार्दिक नमस्कार छ। सर्वप्रथम त यो सङ्गीत दिवस 2025 को हार्दिक शुभकामना छ यहाँहरूलाई। सङ्गीत थियो र हामी भेट भयौँ अनि यो वडामा चाहिँ कमल पोखरी प्रवासमा कमल पोखरी कमल पनि सेतो रङको फुल्दो रहेछ। सायदै यो सङ्गीत थिएन भने अथवा यो सङ्गीत बन्दैन थियो भने यो कमल फुल र यो पोखरीको विषयमा हामीलाई अवश्य पनि थाहा हुने थिएन। हामी यो हजारौँ चोटि यो बाटो गुडिसक्यौँ। यो कार्यक्रम आयोजना गर्नुभयो वडा प्रमुखज्यूलाई धेरै धेरै धन्यवाद छ। एउटा मान्छेको सोचले देशै परिवर्तन हुन्छ भन्ने कुरा चाहिँ यहाँ पूर्णता पाउँछ। एकजना व्यक्तिको सोच, एउटा सङ्गीत दिवसको दिन कलाकारहरू बोलाउँ, कार्यक्रम गरौँ, यो पोखरीलाई चिनाउँ भन्ने एउटा तपाईँको सोच आयो पक्का पनि होइन। पाल्पाको दोहोरी गीत प्रतिष्ठानलाई सम्झिनुभयो, पाल्पालीले फेरि हामीलाई सम्झाउनु भयो। यो यात्रामा थियौँ हामी र यो समय दिन पायौँ, हामी पनि खुसी छौँ। हामी त राष्ट्रलाई केही गरौँ, राष्ट्रमै बसौँ, देश बनाऊँ, आफ्नो आफ्नो क्षेत्रबाट केही योगदान गरौँ भनेर विदेश नगइकन क्यानाडाको भिसा लाग्दा पनि अमेरिकाको भिसा लाग्दा पनि देशमै बसेको मान्छे हामी। तपाईँहरू जस्तो जनप्रतिनिधिले यति राम्रो काम गर्दाखेरि हामीलाई खुसी मिल्छ। यो देश त हामीले नै बनाउने हो। हामीले गाली गरेर नेतालाई सरापेर मात्रै हुनेवाला केही पनि छैन। गाउँमा जो बस्छ यो पोखरी वरिपरि जसले बास बस्छौँ हामी, त्यही व्यक्तित्वहरू अगाडि बढ्नुपर्छ र त्यही मान्छेहरूले सोच परिवर्तन गरेर यो पोखरी यदि तपाईँहरूले यसलाई पर्यटन, आज त म भन्छु पर्यटनसँग सङ्गीतसँग पर्यटन पनि जोड्नुपर्छ। पर्यटन र सङ्गीत सँगसँगै हिँड्यो भने अनि मात्रै हाम्रो देशमा आर्थिक उपलब्धि हुन्छ भन्ने मान्यता म राख्छु। त्यो भएको हुनाले आज हामी एकछिन आउँदाखेरि यहाँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको भिडमा हामीले देख्न पायौँ। तपाईँले यो पोखरीको विषयमा यदि भिडियो बनाएर अथवा यसलाई अलिकति व्यवस्थित बनाएर यहाँ सार्वजनिक शौचालयहरू अथवा खानेपानीको केही व्यवस्थापन गर्नुभयो भने बुटोलमा बस्नु भएको सबैजना बुटोलवासीहरू यो कमल पोखरीको हावा खाँदै यो राम्रो यस्तो राम्रो फुल लिएर हामी प्लास्टिकको फुल इन्डियाबाट फुल ल्याएर पुरै सजाएर बस्छौँ। तर यो त हाम्रो यहाँको ओरिजिनल फुल हो नि त। हेर्नुहोस् त कति राम्रो छ। यस्तो फुल कुन देशमा हुन्छ भन्नु होइन। यसलाई प्रवर्धन गर्ने हो भने कतिजना चाहिँ
भनौँ न यहाँ चाहिँ कति पर्यटकहरू आउनुहुन्छ, यहाँ वरपर पसलहरू खोल्नुहुन्छ यहाँको बाबाआमाहरूले, आम्दानी यहाँकै बाबाआमाहरूलाई हुन्छ, यहाँकै नागरिकलाई हुन्छ होइन। त्यसले गर्दाखेरि यो एकदमै राम्रो ठाउँमा कार्यक्रम राख्नु भएको रहेछ, खुसी पनि लाग्यो। नैरेस्यता मात्रै बाँडेर हुँदैन है, हामी कलाकारहरूले नैरेस्यता बाँडेर पनि हुँदैन, जनप्रतिनिधिहरूले सानो मन गरेर सानो सोच गरेर यो पार्टीको त्यो पार्टीको भनेर पनि हुँदैन। आफ्नो हजुरहरूले समाज सेवाको लागि अगाडि बढ्नु भएको छ, बढ्नुहोस् अझै। हजुरलाई हाम्रो सुझाव पनि छ कलाकारहरू, हामी त तयार छौँ, तपाईँले निमन्त्रणा दिनुभयो, हामी आयौँ र यो प्रबन्धन अझै राम्रो तरिकाले होस्। यसको तार हुन्छ कि अब हुँदै रहेछ, यहाँ बाटो खनिँदै रहेछ होइन, शौचालयहरू चाहियो, त्यसपछि एउटा खानेपानी चाहियो, यो भयो भने अनि यो के उद्योग वाणिज्य सङ्घले ल्याइदिनु भयो होला पक्कै पनि यो होइन, यो पक्कै यतैतिर राख्छ होला यो होइन। हो ल, एकदम उद्योग वाणिज्य सङ्घलाई पनि धेरै धेरै धन्यवाद छ। यस्तो अझै धेरै चाहिन्छ यहाँ, तपाईँहरूले जति बनाएर ल्याइदिनु भएको छ एकदम धन्यवाद छ। र अब हामी यात्रामा छौँ, फेरि कार्यक्रम भेटाउन जानुपर्ने छ। हिजो 1 बजे रातिसम्म हाम्रो कार्यक्रम थियो र संस्था सङ्गठन भन्दै हामी दौडिराखेका छौँ, मौलिक गीत सङ्गीत भन्दै दौडिराखेका छौँ। तपाईँहरूले पनि हामीलाई साथ दिनुपर्छ। अलिकति दोहोरी गीत बिग्रियो सँगै आमा बाउसँगै बसेर हेर्न सुन्न पनि नसक्ने खालको गीतहरू आयो भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ, त्यस्तो कलाकारहरूलाई तपाईँहरूले बहिष्कार गरिदिनुहोस्, गीतै गाउँदैन। त्यस्तो कलाकारको गीतै नसुन्नुहोस् तपाईँहरूले, त्यस्तो कलाकार हजुरहरूकै हातमा छ, तपाईँहरूले कार्यक्रममा नबोलाइदिनुहोस्। त्यस्तो छाडा गीत गाउने संस्कृति बिगार्ने कलाकारहरूको मुखै नहेरिदिनुहोस्, त्यस्तो गीत आउँदै आउँदैन भन्दै अब के गर्नु, मैले गीत गाउनु पर्यो। अब मेरो पाल्पा जिल्ला प्रतिष्ठानको साथीहरू आउनुहोस् त मनिर ल, आउनु पर्वतजीले अघि मैले भन्दा राम्रो गाइसक्नु भएको छ। रूपन्देहीको पनि आउनुहोस्, यहाँ प्रतिष्ठानहरू म पनि पाल्पानी बुहारी हुँ है, फेरि हामीको छोरी हुँ, पाल्पाको चाहिँ बुहारी हुँ फेरि। हाइगाम भन्ने कुरो भयो, हाइगाम भन्ने कुरा भयो।
मित्रहरूको कला हेर्दाखेरि त अझै मिठो जस्तो लाग्यो तर समयले हामीलाई जाउजाउ भइरहेको छ हामी चाहिँ पर्यटन होस् भन्ने हेतुले मेरो नेतृत्वमा रहेको टिम बोकेर हामी विभिन्न गाउँ हेर्न पाऊँ अनि आज जति पनि दाजुभाइ दिदीबहिनीहरू आउनु भएको छ योभन्दा 100औं गुणा यहाँ लड्न लागेर चाहिँ यहाँ चाहिँ पर्यटकहरू भित्रिउन् शुभकामना दिन चाहन्छु र यसको लागि अघि बढ्नुहोस् वडा प्रमुखज्यूलाई तपाईँहरू सबैजनाले जुन पार्टीको भए पनि साथ दिनु होला है त भन्दै बिदा हुन्छु धन्यवाद नमस्कार जय लोकदोरी जय प्रतिष्ठान नमस्कार प्रतिष्ठान नेपाल केन्द्रीय अध्यक्ष बहुचर्चित कलाकार रिता थापाज्यू यसै गरी पशुपति शर्मा दाजुलाई सम्मान गरिदिनुका लागि दाइलाई ढाका टोपी लगाएर सम्मान गरिदिनुका लागि आजका अध्यक्षज्यू तथा वडा नम्बर 7 का वडा अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु यसै गरी टीका त्यसपछि हामी पालपाली कलाकारहरूको रमाइलो चाहिँ हुनेछ भजन हुनेछ हाम्रो जयपुर हुनुहुन्छ गोविन्द सर हुनुहुन्छ त्यसपछि निहारिका दिदी आउनु भएको छ लगायतका सम्पूर्ण कलाकारहरूको यहाँ उपस्थिति रहनेछ कोही पनि नजानु होला भजन कीर्तन रमाइलो गरेर जानेछौँ हामी अझै त्यसै गरी दोस्रोलाई पनि उडाइदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु यो सम्मानको फोटो अलिक राम्रो खिच्नु होला